गाउँको मुसा र सहरको मुसाको कथा। एक समयको कुरा हो, एउटा गाउँमा सानो मुसा बस्थ्यो। ऊ साधारण जीवन बिताउँथ्यो। ऊ खेतबाट गहुँ, मकै र चामलका दाना खोजेर खान्थ्यो। उसको सानो घर थियो, तर ऊ खुसी थियो। एक दिन उसको साथी सहरको मुसा गाउँमा घुम्न आयो। गाउँको मुसाले उसलाई खुसी साथ स्वागत गर्यो। उसले मकै, भात र सुक्खा रोटी खान दियो। तर सहरको मुसाले नाक खुम्च्याउँदै भन्यो, यो पनि कुनै खाना हो र? तिमी मेरो सहरमा आऊ, म तिमीलाई मिठा मिठा खानेकुरा देखाउँछु। गाउँको मुसा उत्साहित भयो। अर्को दिन ऊ सहरको मुसासँग सहर गयो। सहरमा पुगेपछि गाउँको मुसाले ठूलो घर, उज्यालो बत्ती र धेरै खानेकुरा देख्यो। टेबलमा केक, चिज, मिठाई र फलफुल थिए। सहरको मुसाले भन्यो, हेर्नु त यहाँ कति रमाइलो जीवन छ। दुवै मुसा मिठा खानेकुरा खान थाले। अचानक भौ भौ ठूलो कुकुर कराउन थाल्यो। दुवै मुसा डराएर दौडिएर प्वालभित्र लुके। केही समयपछि उनीहरू फेरि बाहिर आए, फेरि खान थाले। त्यत्तिकैमा बिरालो आयो। मियाउ! दुवै मुसा फेरि डराएर भागे। गाउँको मुसा निकै डरायो। उसले सहरको मुसालाई भन्यो, तिम्रो खाना मिठो छ, तर यहाँ सधैँ डर हुन्छ। मेरो गाउँको सुक्खा रोटी नै राम्रो, जहाँ शान्ति र सुरक्षा छ। त्यसपछि गाउँको मुसा आफ्नो गाउँ फर्कियो र खुसी साथ साधारण जीवन बिताउन थाल्यो। शिक्षा, डर र चिन्तासँगको विलासी जीवनभन्दा शान्त र सुरक्षित